छ कतै चाहिँ हिउँ चाहिँ लगभग मोर देन अ फिट भरको कारणले गर्दा पहिला जुत्ता हिँड्छ। लास्टै मेरो त्यो गाला एकदम हुन्थ्यो नि झर्ला। गाइस यो पछाडिको चाहिँ हाम्रो यो बियर ब्युट हो र आजको डेट चाहिँ 12-13 बाट हाम्रो सेमेस्टर सुरु हुन्छ नि त। भोलिबाट सेमेस्टर सुरु छ। यस अनि अब हामी आज हामी 4 जना आएको 2 जना साथीभाइहरू चाहिँ तलै बस्ने प्लान छ तिनीहरूको चाहिँ। अनि हामी खासमा पनि यहीसम्म आएर फर्किन्छौँ भने प्लान थियो, तर ऊ एउटा फुटो छ होइन, त्यो चाहिँ फुल गियरको साइड चाहिँ म टुप्पोम पुग्छु भनेर भन्यो होइन। त्यो भएर हामीलाई पनि एकदम जोस आयो, मोटिभेसन फुल मोटिभेसन छ। अब हेरौँ हामी जान्छौँ, हावा चलेको छ, एकदम एक्साइटमेन्ट छ। या एकदम बाटो पनि अलिअलि च्यालेन्जिङै छ। कतै चाहिँ हिउँ चाहिँ लगभग मोर देन अ फिट भरको कारणले गर्दा पहिला जुत्ता हिँड्छ छिर्ने, कहिलेकाहीँ हिँड्न अप्ठ्यारो हुने भइरहेको छ। तर सिनहरू यहाँबाट देख्ने ल्यान्डस्केपहरू चाहिँ एकदम बवाल, त्यसले गर्दा चाहिँ एक्साइटमेन्ट बढिरहेको छ। र यो बाटो चाहिँ एकदम अहिलेको यो बाटो भनेको चाहिँ अहिलेसम्म हामी मिड पोइन्टतिर आयौँ होला होइन। र त्यो मध्ये सबैभन्दा बेस्ट हो यो चाहिँ, किन भन्दाखेरि हिउँमा टेक्नै परेन क्या यहाँ चाहिँ। खासमा यो हो रुट चाहिँ, तर यहाँ हिउँ नभएको कारणले हामी यहाँनिर हिँडेको छौँ है। त्यही हो, यहाँ अगाडि दामको हिँडिरहनु भएको छ। हेर्नु त के छ यस्तो छ कि अब यहाँ चाहिँ होइन लास्टै स्ट्रिट छ, अनि यो साउदर्न पार्ट पनि भएर एकदम स्लिप छ कि हेर्नु नि, यो छ नि एकदम स्लिपरी छ अनि एकदम रिस्की हुन्छ। यो चाहिँ अहिले यो सिजनमा चाहिँ नजानु पर्छ। यो चाहिँ यहाँ चाहिँ फ्लफी हुन्छ जान्छ कि त्यो त्यस्तो यो छ नि, यो चिल्ड्रेनको साउन्ड यस्तै क्या हो यो साइड चाहिँ। ए लास्टै मेरो त्यो गाला एकदम हुन्थ्यो नि झर्ला जस्तो भयो क्या चिसोले अहिले चाहिँ हावाले गर्दाखेरि। डिसेन्ड गर्दैछौँ अब पनि चाहिँ धेरै तल तिर छ, एकदमै स्लोपी छ। अब मान्छे अघि जानुभएको छ, त्यही पछ्याउँदै जान्छौँ। लागेको छ यो हाइट चाहिँ एकदमै हावा लागेको छ, पनि स्लिपरी छ, कैसी भारी छ। त्यो चाहिँ साउथ साइड पऱ्यो भनेर चाहिँ घाम लागेको कारणले जमेर छ। बाटो यस्तो छ लाइक द गाइज, थ्याङ्क यू।
गाइज हामी चाहिँ लगभग तल झरिसक्यौँ पैसा दामको म दुईजना केटाहरू चाहिँ तलबाट चाहिँ गिभअप गरिसकेको थियो होइन आजको फुल एक्सर्साइज भयो रमाइलो भयो अर्को साइड चाहिँ लास्टै विन्डी र फ्रोजन भएको भएर एकदम स्लिपरी त्यो भएर आजको त हाम्रो टपमा पुग्ने मिसन एबन्डन गऱ्यौँ बट स्टिल सेमी टपमा पुग्यो होइन भ्यू पोइन्टमा पुग्यो बेस क्याम्प नपुग्यो नि त्यो रमाइलो भइरहेछ इन्जोइङ फर्स्ट टाइम एक्सपिरियन्स यति धेरै हिउँमा यस्तरी हिँडेको थिएन कहिले पनि फुल गियरमा त छैन है त्यही पनि स्टिल जिब्रो लड बढिसक्यो guys, thank you. खुले मिल्दैन क्या जमी उठ्दै